Bella ciao, bella ciao, bella ciao, ciao, ciao. भर्खर हामी आएर ट्याक्सीमा बसेका छौँ। अब हामीलाई एकजना दाइ आउनुभएको छ लिन। मलाई यो ह्याटले गर्दाखेरि यहाँ दाइले तिम्रो वाट्सएपमा पनि यही ह्याट रहेछ, कति राम्रो ह्याट भनेर भन्नुभयो। यहीँको भाषामा मलाई थाहा छैन, तर मैले बुझेँ क्या, किनभने मायाको कुनै भाषा हुँदैन भन्छन्, त्यस्तै रहेछ क्या। कस्तो लाग्दैछ त? एक्साइटेड, खतरा, रमाइलो रमाइलो। सानो माया, हामी के गर्दैछौँ? हामी इटालीमा इटालियन रेस्टुरेन्ट बाहिर कुर्दैछौँ। कतिखेर भित्र गएर ती चिजहरू पास्ता यस्तो काँटाबाट चल्छ नि। के खाने दाइ? खै अब के पाइन्छ? तपाईँ दारू खान थाल्नु यार दाइ। सोच्दै टोना रेली विथ सी फुड, मसल्स, क्लाम्स अनि श्रिम्प हालेको। म चाहिँ स्प्यागेटी कार्बोनाराको फ्यान हो, सुरुवात पनि त्यहीबाट गर्छु। राति 12 बजेको छ। हामी सबैजना घुमघाम गरिसकेर आफ्नो होटलमा फिर्ता आइसकेका छौँ। आँखा पोलिरहेछ, निन्द्राले होला कि थकानले हो पनि। सबैजना आफ्नो मोबाइलमा जोखान हेरे जस्तो यस्तो दृश्य देख्न सकिन्छ यहाँ। म पनि भन्दा मोबाइलमै हेरिरहेको छु, तर म चाहिँ काम गर्दैछु, भिडियो बनाउने काम। त्यही हो, अब हामी एकैछिन अझै 5 देखि 10 मिनट गफगाफ गर्छौँ कि त मोबाइलमा झक्राउँछौँ अनि आफ्नो आफ्नो छेनमा सुत्न जान्छौँ। को हो त्यस्तो? यस्तो हरकत नगरौँ। ओके भाइ, गुड नाइट।
नमस्कार सबैजनालाई। हामी अहिले इटालीको गल्लीमा यसरी भौतारिरहेका छौँ। हामी कहाँ जाँदैछौँ? पुरानो गल्ली अरे यो। हामी अहिले कहाँ जाँदैछौँ त भाउजू? अहिले हामी जाँदैछौँ खोलातिर। सानुमाया आज के खाने हो त हामी? मोमो। इटालीमा आएर मोमो खाने अरे। त्यो जहाँ गयो भने भातै खान खोज्ने क्या, भात मोमो। जहाँ गयो भने भात खाने मोमो खाने भन्दा केही कुरा गर्दैनन् है। त्यस्तै छ। तर आजको सबैभन्दा इम्पोर्टेन्ट कुरो के हो भन्दाखेरि चाहिँ आज 20 डिग्री हुन्छ भनेर मौसम विभागबाट जानकारी आएको थियो एउटा भने, अर्को मौसम विभागबाट चाहिँ 17 डिग्री भनेर आएको थियो। तर कति डिग्री थियो आज भनेर चाहिँ हामीले ठ्याक्कै ठम्ब्याउन चाहिँ अलि सकेनौँ। त्यो चाहिँ यहाँ सोध्नै पर्छ एक्सपर्टलाई। यहाँ दुईजना एक्सपर्ट हुनुहुन्छ, एकजना भाउजू एकजना दाई। भाउजू आज कति डिग्री थियो? आज चाहिँ 20 डिग्री थियो। 20 डिग्री थियो भन्नुहुन्छ भाउजूले। तर जाडो जाडो छ, लुगा यस्तो छ, भाउजूले आफै यस्तो। अहिले त राति त भइहाल्छ, दिउँसोदेखि त यही लुगामा होइन? दिउँसो यो लुगामा ज्याकेट फुकालेको थियो। भाउजू 20 डिग्री हो आज भन्दै दखिमैने सिरक भन्दा बाक्लो ज्याकेट लगाएर आफै हेर्नुभयो। भाउजूले हामीलाई प्र्याङ्क गर्न खोज्दाखेरि अनसक्सेसफुल भएको प्र्याङ्क हो कि साँच्चीकै 20 डिग्री थियो भन्ठान्नु भएको थियो भन्ने कुरो चाहिँ कसैले पनि छुट्याउन सकेको छैन अहिलेसम्म। यहाँ अब म हाम्रो अर्को एक्सपर्टलाई गएर यही प्रश्न राख्न चाहन्छु। दाइ आज कति डिग्री थियो त? थाहा भएन मलाई। भन्नु न कति डिग्री? थाहा भएन। भन्नु क्या त्यस्तो थाहा भएन। दाइलाई ठिकै छ। होइन भाउजूले यसरी घुर्नुहुन्छ बिहाइन्ड द सिन। होइन क्यामेरा देखाउने बित्तिकै त्यस्तो माया गरेर यस्तो गर्ने हो न त। दारा किट्दा किट्दा दाँतै बाङ्गो भइसकेको छ भाउजूको। दाइलाई दारा किट्दा किट्दा। त्यही भएर दाइले बिचरा क्यामेराको अगाडि त्यस्तो भन्न अलि हिम्मत गर्न सक्नु भएन के। त्यस्तो भयो। ठिकै छ। आज एउटा अचम्मको कुरो के भयो भन्दाखेरि म अझै पनि सदमामा छु। आज हामी इटालीको रोममा घुमिरहेका थियौँ। एउटा काले मान्छे आएर के सोध्छ मलाई भन्दाखेरि अफ्रिकाबाट हो भनेर सोध्छ। त्यस्तो कालो पनि छु जस्तो लागेको थिएन मलाई, तर सोध्यो मनमा चसक्क हुने गरी। ठिकै छ एउटा झुक्की होला भन्ठाने। अर्को काले आएर नि अफ्रिकाबाट हो भनेर सोध्छ यार मलाई त। फेरि हिजो मात्र के कुरा हुँदैछ हाम्रो यहाँ टोलीमा भने म चाहिँ गोरे भएको छु अरे भन्ने कुरो भएको थियो। विन्टरमा अलिक गोरे हुन्छु, समर लागेपछि घामले डढेर अलिकति कालै हुन्छु। तर अहिले चाहिँ मेरो गोरे र काले मध्ये 50 सेड्स अफ मी मध्ये चाहिँ गोरो सेड हो भन्ने इम्प्रेसनमा थिएँ हिजोसम्म। आज आएर एउटाले भत्ताभुङ्ग बनाइदियो मोरोले, एउटाले के दुईटाले फेरि। अनि मलाई चाहिँ साह्रै सदमा पर्ने गरी प्रश्न राखेको हुँदाखेरि चाहिँ दुःखै छ पोख्दैछु म साथीहरू मेरो पहिलो भ्लगमा।
त थाक्दैछ बल्ल भनेर त्यो त अहिले त के रहेछ बिनाको ट्रेन Thank you.